nepalnews.com. News from Nepal as it happens. प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेको विरोधमा उत्रिएका नेकपा माओवादी लगायतका दलहरूले आन्दोलनलाई बढाउँदै लगेका छन्। विरोध स्वरूप उनीहरूले पछिल्लो समयमा दलहरूबीच भएको 11 बुँदे सहमतिलाई शुक्रबार राजधानीको शान्ति बाटिकामा एक विरोध कार्यक्रमको आयोजना गरी जलाएका छन्। सो अवसरमा बोल्दै नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार दलको असंवैधानिक कदमका विरुद्ध नयाँ आन्दोलन सुरु भएको उद्घोष गरे। अरूको इशारामा नेपालका सम्पूर्ण राजनीतिक संस्थाहरूलाई ध्वस्त गर्ने, नेपालको अर्थतन्त्रलाई ध्वस्त गर्ने, नेपालको न्याय व्यवस्थालाई ध्वस्त गर्ने जुन षड्यन्त्रमा सामेल भएर जसरी उनीहरूले निर्णय गरे, एउटा सर्वोच्च अदालतको प्रधान न्यायाधीशलाई उनीहरूले प्रधानमन्त्रीको या मन्त्री परिषदको अध्यक्षमा ल्याउने जुन चाहिँ असंवैधानिक कदम चाले, त्यो असंवैधानिक कदमका विरुद्धमा आज हामी नेपालमा नयाँ आन्दोलन सृष्टि गर्दैछौँ। सो अवसरमा सुरक्षा कर्मीहरूले सामान्य हस्तक्षेप समेत गरेको थियो। सहमति पत्र जलाउनु अघि विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्ताहरू नारा जुलुस सहित राजधानीको शान्ति बाटिका पुगेका थिए। रेग्मी नेतृत्वको सरकार गठन हुनु पूर्व नै यस प्रक्रियाको विरोधमा रहेका वैद्य नेतृत्वको नेकपा माओवादी सहित करिब 22 दल थप आन्दोलित भएका छन्। चार दल बीचको भएको सहमति जलाइएको सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.